गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। सुस्तावासीहरूले प्रतिवाद गर्न बाध्य भएका छन् र आज देश फेरि सीमाना अतिक्रमणको मुद्दाले पीडामा परेको छ। सांस्कृतिक रीतिरिवाजलाई अगाडि बढाउने सन्दर्भमा सुनसरीमा जे घटना घट्यो यो घटनाको तत्काल र भरपर्दो शान्ति सुव्यवस्था कायम गर्न नसक्दा आज देशले 3 जना होनहार युवाहरूको कुर्बानी बेहोर्नु पर्यो। यदि त्यो राति भएको सामान्य हातापाईलाई तत्काल शान्ति सुव्यवस्था कायम गर्न सकेको भए आज यस खालको दुर्दान्त अवस्था हुने थिएन। अहिले देशमा धार्मिक सद्भाव अप्ठ्यारोमा परेको र जनताको बीचमा शान्ति र अमन चयन भड्किएको अवस्था छ। धेरै राजनीतिक दलहरूको प्रयास, धार्मिक नेताहरूको प्रयास, जनताको सद्भावले अहिले यो स्थितिलाई सामान्यीकरण गरिएको दिशातर्फ त अनुभूत भएको छ। तर भित्रभित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय, त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानुनी रूपमा एउटा कागज खडा गर्नुभएको छ, तर विडम्बना यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरूभन्दा माथि उठेर उहाँले जे काम गर्नुभएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ, कसरी यसलाई संस्थागत रूपबाट दिगो गर्न सकिन्छ यो गम्भीर प्रश्न छ। छानबिन गर्नुपर्छ। छानबिन गर्दा न्यायिक समितिको तर्फबाट छानबिन गर्नुपर्ने कुरामा यसले तजबिजी ढङ्गबाट जुन छानबिन समितिको प्रक्रिया अगाडि बढाइएको छ यो दुःखद छ। यसरी त्यो छानबिन हुन सक्दैन सभा महोदय। त्यति मात्रै होइन, जलेका घरहरू, सवारी साधनहरू र दोकानहरू, अनेक चिजमा नोक्सानी भएको छ। यो समग्र कुराको क्षतिपूर्ति गर्नको लागि आर्थिक रूपले त सरकारको कोषबाट क्षतिपूर्ति गरिएला, तर भावनात्मक रूपले क्षतिपूर्ति गर्न वर्षौं वर्ष लाग्छ। यस दिशातर्फ गृहमन्त्रीले जुन तरिका अपनाउनु भयो यो तरिका अत्यन्त खेदपूर्ण छ, दुःखपूर्ण छ। यस्तो तरिकाबाट शान्ति सुव्यवस्था व्यवस्थित हुन सक्दैन भन्ने कुरा सभामुख महोदय मार्फत म सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु। तेस्रो कुरा सभामुख महोदय, हिजो मात्रै विराटनगरमा दशकौंदेखि आर्थिक व्यवसाय गरिरहेको त्यहाँको प्रतिष्ठित घराना जसले विगत लामो समयदेखि विराटनगरको खाद्य उद्योग, त्यस्तै गरी शैक्षिक क्षेत्र, यस्तै गरी औद्योगिक क्षेत्र, यस्तै गरी हवाई क्षेत्र र अरू विभिन्न क्षेत्रमा आफ्नो सहभागिता जनाएको एउटा औद्योगिक घरानालाई अचानक बिहान 5 बजे नै गएर घेरा हालेर एउटा ठुलो अन्तर्राष्ट्रिय तस्करको जस्तो इन्भेस्टिगेसन गर्ने प्रक्रियाबाट जसरी काम भयो यसले यो परिवारको एउटा प्रतिष्ठालाई गम्भीर रूपबाट आँच पुर्याएको छ। आज देवेनारा ग्रुपको प्रकाश मुन्डा लगायतको परिवारमा भएको मानसिक क्षति, प्रतिष्ठाको क्षतिलाई यो सरकारले कसरी भरणपूर्ण गर्न सक्छ? यो व्यावसायिक क्षेत्रमा अत्यन्त गम्भीर नकारात्मक प्रभाव परेको छ। यसरी आर्थिक सामाजिक समृद्धिको दिशातर्फ अगाडि बढ्न सक्दैन। आज विराटनगर यो घटनाले अशान्त भएको छ। औद्योगिक र व्यावसायिक घरानाहरू सबै स्तब्ध भएका छन्, चिन्तित भएका छन् र आतंकित भएका छन्। सभा महोदय, त्यति मात्रै होइन सभा महोदय, मान्य सदस्य आफ्नो भनाइ सकौं, म सक्नै लागे सभा महोदय। त्यति मात्रै होइन, आज यो देशमा महँगी यसरी चुलिएको छ, नागरिकहरूको
सामान्य जीवनमाथि गम्भीर अप्ठ्यारो आएको छ। आज ग्यासको लाइन एउटा पङ्क्ति खडा भएर लगातार एकातर्फ भात पकाउने ग्यास आपूर्ति गर्न यो सरकार अप्ठ्यारोमा जनतालाई पारिरहेको छ। यसको सँगसँगै सभा महोदय, आज देशमा जहाँ जसरी र जुन ढङ्गको सुव्यवस्था कायम गर्नुपर्ने थियो, न विधिको शासन स्थापित भएको छ, न संवैधानिक प्रक्रियालाई ठिक ढङ्गले अगाडि लान सकिएको छ, न संसदमाथि प्रधानमन्त्रीको भरोसा र विश्वास रहेको छ, न हामी सबैको एउटा आशा भरोसा प्रति सरकार जिम्मेवार बनेर अगाडि बढ्न सकेको छ। यसरी देशलाई सही ढङ्गले सही दिशामा अगाडि बढाउन सकिँदैन। सभा महोदय, यसप्रति जिम्मेवार बन्न म नेपाल सरकारलाई गम्भीरतापूर्वक अनुरोध गर्छु र ती 3 जना मृतक युवाहरूको हत्याको जिम्मा, 4 जना मृतकहरूको हत्याको जिम्मा अब गृहमन्त्रीले र प्रधानमन्त्रीले नैतिक रूपबाट लिनुपर्ने आवश्यकता बनेको छ। यस दिशातर्फ गम्भीर हुने र त्यसको लागि न्यायिक छानबिनको प्रक्रिया पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गरी छानबिनको प्रक्रिया गरौँ र यो सम्पूर्ण दुर्भाग्यपूर्ण दुर्घटनाको यथोचित कारण पत्ता लगाएर दिगो र स्थायी समाधानको दिशातर्फ लागौँ। यही दिशामा आज देशको भलाइ छ र कल्याण छ। यसमा हठतारा असहज परिस्थिति उत्पन्न गर्ने खालका तरिकाहरू कतै स्वीकार्य छैन। सभा महोदय, धन्यवाद।